छोराको बिहा हुँदा एकदमै खुसी लागिरहेछ आज बिहाको पहिलो दिन लुसी ठिकै आज पहिलो एकदम खुसी छु अब छोराको बिहा हुँदाखेरि त बाउ आमालाई त ठुलो गर्वको आवाज भइरहेछ एउटा बाउ आमाको कर्तव्य पनि हो जब छोरा जन्मिन्छ उसलाई दुईटा कर्म दिनुपर्छ एउटा शिक्षित बनाउनु पर्यो एउटा उसको बिहा छ नि पर्सि बिहा हुँदैछ हजुर पर्सिबाट बुहारी घर के छ एक्सपेक्टेसन कस्तो फिल भइरहेको छ आजको माहौल पनि के छ त्यो भन्ने अब एउटा बाउ आमाको मैले भने नि लक्ष्य चाहिँ नि अब चाहिँ बिहा गर्ने अब बुहारी भित्रपछि त छोटो खुसी नि भयो एउटा छोरीको चाहिँ नि आगमन भयो मेरो घरमा सो दिदी भेना अल द वे फ्रम अस्ट्रेलिया भाइको बिहालाई कस्तो लागिरहेको छ एकदमै खुसी यो मोमेन्टको लागि यति वेट गरेको थियौँ फाइनल्ली हामी पुरा भयो हामीलाई वेट गरेर बसिरहेको थिएँ हामी पनि कहिले छिटो जाऊँ र यहाँ बिहेमा भाइको चारवटा बिहे गरौँ भइरहेको थियो हामीलाई पनि है त फाइनल्ली मोमेन्ट चाहिँ आयो यस्तो जुड्यो कि राम्रो लय जुड्यो क्या यो लुगा लाउनु मानेको थियो अनि यो दौरा सुरुवाल लाउने साडी रहर ढाकाको हामीलाई एकदमै रहर थियो मान्दैन। तर बाबु मान्ने नमानेर हामी जबरजस्ती अनुहार लगाइदिए कस्तो लगाएर? फेसै कस्तो गरिरहेको छ मान्ने मानिदिएन कि बच्चामा जबरजस्ती लगाइदिएँ अनि फोटो खिच्नको लागि अनि अजीलाई उसले एकदमै माया गर्ने के अजीलाई अनि जति अजी 5 तल्ला माथि भए पनि स्कुल जाने बेलामा कहीँ जाने बेलामा त्यो अजीसँग नसोचिकन नजाने उसको बानी एकदमै राम्रो थियो अनि अजीले अनि अब यो ठुलो भएर यो अब अफिस जान हेर्ने मलाई एकदमै रहर छ अब त्यो अजीले हेर्नु पाउनु भएन त्यही हो प्लानिङ त जोस एकदमै रमाइलो गर्ने एकदमै डान्स गर्ने किन हाम्रो बिहामा त जोस यस्तो केही गर्न पाएन नि जोस म भाइको बिहे वेटै गरेँ त एकदमै इन्जोय गर्ने डान्स गर्ने फुल अन जोस त्यही मुडमा छौँ कि जस्ट फुल अन मस्ती गर्ने रमाइलो गर्ने उतैदेखि पहिलेदेखि गाना प्रिपेयर गर्दै होइन प्रिपेयर गर्दै बसिरहेको थिएँ यो गानामा त्यो गानामा नाच्ने भने जस्ट एकदमै फुल एक्साइटेड छु अब भाइको बिहे जहिले सोधिराख्ने कुन गाना नाच्ने जाम प्र्याक्टिस गरौँ अझै पनि प्र्याक्टिस गरौँ भन्छ टु मच एक्साइटेड ओके आई थिङ्क सबभन्दा ठुलो कुरा चाहिँ पहिला रियल लङ टाइम अगो हामीले भेट्या हो नि त सो त्यतिखेर चाहिँ जब मैले रूपसनालाई भेटेको थिएँ सो फर्स्ट क्वेसन मैले उसलाई सोधेको नै हामी बिहे गर्ने हो भनेर त्यसरी कन्भर्सेसन स्टार्ट भएको लगभग 8-9 इयर्स कम्प्लिट भइसके पछाडि भने डिसाइडेड टु गेट म्यारिड अनि अब पर्सि नै छ बिहे होइन पर्सि आइम गोइङ टु टेक हर होइन हामी मेरो फ्यामिलीसँग जाँदैछु उसलाई लिएर आउँदैछु सो त्यो माहौल घरमा चाहिँ इट्स भेरी एक्साइटमेन्ट छ एउटा समयन अझौला वगुओ जिथे संसारे खन्नतना छङ्गुमिखा छुछु दैगु छङ्गुमिखा मति नया भे तना तना जिला थना छङ्गुमिखा अब चाहिँ सी इज गोइङ टु बी माई ब्राइड होइन मेरो श्रीमती मेरो बुढी नेपाली शब्दमा भन्नुपर्दा अनि म उसको ग्रुम म श्रीमान म उसको बुढा पनि हुँदैछु सो त्यो एउटा मिक्स फिलिङ छ एक्साइटमेन्ट त एकदमै छ नै अब रोलहरू पनि के चेन्जेस हुने हो कि भन्ने पनि काइन्ड अफ एउटा क्वेसन मार्क छ मेरो लागि तर यो पोजिटिभ रूपमा छ सो आइम भेरी एक्साइटेड म मात्र होइन इन्टायर फ्यामिली जति पनि रिलेटिभ साथीहरू हुनुहुन्छ मसँग Gateana dagugo Gateana te gudo Matina ya sorupe Kumari he wote chon Your feelings ke cha possible as a bride देख्दाखेरि what are you expecting Okay, this is very interesting. अब चाहिँ I've seen Rupsana for like last 9 years नि त सो हामीले डिफ्रेन्ट फेसेसहरू देखाएको छौँ मर्निङ इभिनिङ डेज डिफ्रेन्ट फर्म्समा डिफ्रेन्ट ड्रेसेसहरूमा देखाएको छौँ तर पर्सि इज वी गेटिङ म्यारिड होइन अब अभियसली एज अ ब्राइड आई हेभ सम पिक्चर होइन कस्तो देखिन्छ रूपसना हाउ विल सी लुक आई बिलिभ सी इज भेरी ब्युटिफुल यतिकै पनि आई माइट सी सम अफ द ब्युटिफुल वुमेन
पर्सि सो एक्सपेक्टिङ त्यसरी पनि रूपसनाले म त्यसरी पिक्चर गरिरहेको छु अहिलेलाई चाहिँ अनि यहाँ अर्को कुरा चाहिँ युजली वेडिङ्सहरूमा हामी ड्रेस डिसाइड गर्छौँ एकअर्कासँग हेर्छौँ सँगै जान्छौँ त इन्ट्रेस्टिङ कुरा चाहिँ हामीलाई थाहा छैन वाट सी इज गोइङ टु वेयर अर वाट आइ एम गोइङ टु वेयर त्यही भएर पनि आई थिङ्क बोथ पार्टिज आर एक्साइटेड कि एकअर्कालाई हेर्नको लागि अनि पिक्चर गर्नु देखाउँदाखेरि चाहिँ सी विल लुक रियली प्रिटी आई थिङ्क अब पर्सि हो इभेन्ट आई एम कमिङ विथ अल माई फ्रेन्ड्स फ्यामिलीज टु टेक यु नाच्दै आउँदैछौँ हाँस्दै आउँदैछौँ तिमीलाई पनि हाँस्दै नै लिएर आउने हो सो वी आर भेरी एक्साइटेड म लगायत मेरो फ्यामिली र फ्रेन्ड्स टु वेलकम यु एट आवर होम आई वान्ट हर टु बी माई होम एज तिम्रो 8-9 इयर्सको रिलेसन म्यारिजमा त आउँदैछ what you are expecting from her अबको दिनमा के भन्न चाहन्छौ उसलाई आई थिङ्क एक्सपेक्टेसन्स त धेरै मैले के पनि गरेको छैन उसँग ऊ जस्तो छ त्यस्तै नै भइदिए हुन्थ्यो भन्ने मेरो इच्छा चाहना विस के भन्छौँ होइन त्यो हो अनि आई थिङ्क सी वन्ट चेन्ज भने होइन अब त्यो हामीले एकअर्कालाई नै एक्सेप्ट गरे हो सो आई एम एक्सपेक्टिङ कि ऊ जे छ जस्तो छ अहिलेसम्म आजको दिनमा भोलि पनि त्यस्तै होस् बट यसमा एड गर्ने कुरा चाहिँ आज भोलिबाट अथवा त्यो दिनबाट चाहिँ ऊ मेरो वाइफ हुन्छ आजसम्म चाहिँ गर्लफ्रेन्ड मात्रै हो नि त सो त्यो चेन्ज मात्रै हो अरू देयर इज नथिङ नो चेन्जेस एट अल संसारे खनातना छङ्गुमिखा छुछुदैगु छङ्गुमिखा मति नया भा तना तना जिला थना छङ्गुमिखा